हेलो गुड मर्निङ हेर्नु न मैले के गरेँ बल्ल सिद्ध्यायो कि कत्रो टाइम लगाएको नि बल्ल बल्ल सिद्धेँ। अनि हेर्नु न यो चाहिँ न्यापिन होल्डर हो, कस्तो क्युट लागेको कि आफूले आफैलाई यसलाई चाहिँ हजुरहरूले दुई तरिकाले युज गर्न सक्नुहुन्छ है। एउटा चाहिँ फोक एन्ड नाइफ पनि यसरी राख्न सक्नुहुन्छ होइन। अब अरू त सेम नै भइगयो होइन, जसरी चलाए पनि हुन्छ। यो चाहिँ एकदमै सानो 4 जनाको फ्यामिलीको लागि हो होइन। अनि टेबल रनर चाहिँ मैले योचोटि चाहिँ ओभल सेपमा गराएको छु, डस्टी पिङ्कमा हो होइन। एकदमै क्युट राम्रो भएको छ क्या। म चाहिँ के विन्टरमा चाहिँ एकदम कोजी भएर तातो तातो चिया कफी खाँदै होइन बुन्नु अनि एम्ब्रोइडरी गर्नु मन लाग्छ होइन। मैले धेरै नै गरेको छु, मेरो लागि आफन्त साथीभाइहरूको लागि पनि गरेको छु। एकदमै मनपर्छ, इन्जोय गर्छु। कामको अलावा यो चाहिँ मेरो हबी हो होइन। अनि फेरि समरमा चाहिँ म एकदमै आउट गोइङ पर्सन हो है, आउटडोर पर्सन हो। मलाई बाहिर मनपर्छ चिया कफी खानु गार्डनमा होइन। अनि गार्डनिङ पनि गर्छु सामान्य, फलफुल अनि सागसब्जी पनि गर्छु है कामको अलावा एकदमै इन्जोय गर्छु। यो चाहिँ अब विन्टरको काम हो। अब चाहिँ विन्टरमा अब 1-2 महिना मात्रै छ बुन्नु, अनि म चाहिँ बुन्दिनँ, छुँदै छुन्न। फेरि समरभरि हेर्दिनँ, हेर्नु पनि मन लाग्दैन क्या। विन्टरमा मात्रै हो बुन्ने इन्जोय गर्ने भनेको। समरमा त म बाहिरै घाम तापेरै लडिरहन्छु जहिले त्यही घाममै बस्नु मन पराउँछु। अब विन्टरको सिद्धिनु आँट्यो, त्यही 1-2वटा बुन्छु होला अझै है। थ्याङ्क यू।